झापामा 50,000ले हारे यो दिन कहिले बिर्सिन्न। केपी साथी, म चुनाव अघि नै आउट, तिमी पछि आउट, हाम्रो पीडा एउटै हो। तिम्रो पीडा भन्दा मेरो पीडा अलि बढी छ। तिमीले टिकट नपाएकै ठिक, हार्नु त पक्का थियो। त्यही भएर भोट नहालेको ट्रिटमेन्टको बहानामा। हेलो साथीहरू, मास्टरमाइन्ड कसलाई भन्छन् थाहा पाए होला नि। 10,240 भोट्स। अन्य फर्मर पीएमहरू आउट, म एक्लो लायन जंगलमा। तिम्रो रुकुम सेफ स्ट्रङ होल्ड थियो, मेरो झापामा बालेनले म्याप नै चेन्ज गरिदियो। मलाई ढोका भयो साथीहरू, बालेन त्यहाँबाट उठ्छ भन्ने सोच्दा पनि सोचेको थिइनन्। हा भएको भए अर्कै ठाउँबाट चुनाव लड्थे। जहाँबाट लडेको भए पनि हार्थ्यौ साथी तिमी। तर चिन्ता नगर साथीहरू, म केही उपाय लगाउँछु। तिमीहरू ब्याकग्राउन्डबाट सपोर्ट गर, म पहिले जस्तो भ्रष्टाचार गरेर ब्ल्याक मनी थुपार्छु, अझै केही बिग्रेको छैन। बालेनको अगाडि भ्रष्टाचार गर्छु भनेर सोच्दैछौ, डर लाग्दैन साथी, हाम्रो पट्टा सफा भएको कारण भ्रष्टाचार नै हो। अब भ्रष्टाचार त सम्झिनी पानी छम्किनी, मैले त थुप्रै जम्मा गरिसकेको छु, पुगिसक्यो मलाई। अब ज्यान जोगाउन त गाह्रो छ, जेलको हावा खाने पो हो कि जस्तो लागिरहेछ, बरु मलाई कसरी जोगाउने भनेर सोच। यसको बारेमा सोचौँला, मेरो काँधमा ठुलो जिम्मेवारी छ, रासोपाका छोरा नातिहरूलाई लिड गर्नु छ। पख न पख।